विषालु सर्पले डसेको बालकलाई 12 घण्टासम्म नदीमा डुबाउँदा गयो ज्यान। भगवानको चमत्कारले बालकको प्राण फर्कने आशमा परिवार। आमूल परिवर्तन र निष्पक्षताको बहाकेस प्राणमञ्च मिडियामा आदरणीय दिग्गज एवं प्रिय दर्शक महानुभावहरूमा न्यानो अभिवादन। आजको यस सम्पादकीय रिपोर्टमा हामीले भारतको उत्तर प्रदेशको एक बालकलाई विषालु सर्पले डसेपछि तुरुन्तै अस्पताल लैजानको सट्टा धामी झाँक्री कहाँ लैजाँदा उनको उपचार मन्त्रले अनाहकमा ज्यान गुमाउन विवश एक परिवारको कारुणिक यथार्थतालाई तपाईँहरू बीचमा पस्कने प्रयत्न गरेका छौँ। कृपया हाम्रो सामग्री कस्तो लाग्छ अन्तिमसम्म हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिँदै हाम्रो यस युट्युब च्यानललाई सब्सक्राइब गरेर साथ दिनुहुनको निम्ति हार्दिक अनुरोध गर्दछौँ। समाज अन्धविश्वासको भरममा जाकिने कि विज्ञानको मुक्ति मार्गमा लाग्ने। भारतको उत्तर प्रदेशको पितामपुर गाउँमा घटेको एक दर्दनाक घटनाले 21औं सदीको विज्ञान र प्रविधिको उच्चतम प्रयोग गरिरहेको समाजलाई लज्जित बनाउँदै फेरि प्रश्न उठाएको छ। हाम्रा दैनन्दिन जीवनका हरेक क्रियाकलापमा नभई नहुने विज्ञान र प्रविधिलाई अँगाल्ने कि दन्ते कथामा आधारित धार्मिक अन्धविश्वासको पछाडि दौडिरहने। गत बिहिबार उत्तर प्रदेशको सो गाउँको एक विद्यालयमा कक्षा 4 मा अध्ययनरत 13 वर्षीय अमितलाई विषालु सर्पले डसेपछि उपचारको लागि तुरुन्त अस्पताल लैजानको सट्टा परिवारले उनलाई स्थानीय धामी झाँक्री कहाँ पुर्याउँछन्। विश्वस्त सञ्चार माध्यमहरूका सनसनीपूर्ण खबरहरू अनुसार झाँक्रीको सल्लाहमा बालकलाई बाँसमा बाँधेर गङ्गा नदीको पवित्र पानीले विष निकालिदिन्छ भन्ने भ्रममा झन्डै 12 घण्टासम्म नदीमा डुबाइयो। 3 देखि 5 मिनटमा पानीमा डुब्दा हरेक मानिसको ज्यान जान सक्छ भन्ने सामान्य ज्ञान पनि नभएको परिवार र झाँक्रीको फन्दामा पर्दा एक अबोध बालकको अकालमा ज्यान जानु सभ्य समाजको निम्ति निकै हृदय विदारक घटना हो। लगातार पानीमा डुबाएपछि बालक बेहोस भएर ढिलो गरेर मात्रै अस्पताल पुर्याउँदा चिकित्सकको टोलीले उनलाई मृत्यु भइसकेको घोषणा गरिदियो। यो घटना केवल एउटा सामान्य विवरण मात्र होइन, बरु यो त हाम्रो समाजभित्र गहिरो रूपमा जरा गाडेर बसेको धार्मिक रूढिवाद र अन्धविश्वासको ज्वलन्त उदाहरण हो र सँगै धर्मको भ्रमले अबोध मानिसको ज्यान कसरी लिन्छ भन्ने गहिरो चेतावनी पनि हो। मेडिकल साइन्सले स्पष्ट भन्छ यथा समयमै सर्पदंशको तत्काल चिकित्सकीय उपचार सम्भव छ र घाइतेको ज्यान जोगाउन। तर जब समाजमा तथ्य र प्रमाणको कसीभन्दा धार्मिक सांस्कृतिक रूपका अतिवादी परम्परागत भ्रमबाट निर्देशित हुन्छ तब त्यसका परिणामहरू निकै घातक र भयावह हुन्छन्। भारतको उत्तर प्रदेशको यो घटना त्यही अज्ञानताको एउटा पराकाष्ठ हो। हामी सचेत बनिनेहरूले पनि बारम्बार धर्म र संस्कृतिको नाममा हुने यस्ता कुप्रथाहरूलाई किन सहिरहेका छौँ। कुनै पनि विषयमा राखिने अन्धभक्तताले हरेक विषयलाई जोखिममा पार्छ भन्ने चेत हामीमा कहिले पलाउने हो। अझ दुःखद कुरा त के छ भने बालकको मृत्यु भएको चिकित्सकीय टोलीले घोषणा गरिसकेपछि पनि परिवारमा चमत्कारिक ढङ्गले बालकको प्राण फर्किने अपेक्षा बाँकी राखिरहनुले चेतनाको सङ्कट कति गहिरो छ भन्ने कुरा स्पष्ट देखाउँछ। धर्म र संस्कृतिको भ्रमबाट हुने यस्ता कहारी लाग्दा घटनाहरूले के बताउँछ भने समाजलाई हरेक भ्रम र अतिरञ्जित अतिवादबाट बचाउनको निम्ति हामी सचेत तबकाहरू निकै चनाखो बन्न जरुरी छ। हरेक धर्म र संस्कारको नाममा अँगालिने कल्पनाको नसाले समाजलाई झन् गहिरो विभाजनको खाडलमा पर्ने निश्चित भएकोले त्यसरी पिछडिएको समाजमा विज्ञानको व्यापक चेतना फैलाउन जरुरी छ। त्यसकारण हामीले विज्ञानका नवीनतम खोज र प्रमाणमा आधारित मानववादी तर्कशील धारणाको विकास गरी सबै खाले अन्धविश्वास र रूढिवादका ढोङहरू विरुद्ध व्यापक जनचेतना फैलाउन जरुरी छ। नत्र यस्ता घटनाहरू केवल जानकारीका विषयहरू मात्र नभएर हाम्रो समाजको सामूहिक असफलताको पुनरावृत्तिहरू पनि बनिरहनेछन्। धन्यवाद।